Good morning from के रे यो ठाउँको नाम त थाङसार मनाङ अब यहाँबाट हाम्रो तिलीचो जाने ठाउँ हो यो यस्तो चाहिँ यहाँको भ्यू यही हिमाल हिउँहरू यहीँ परिरहेको छ हाम्रो अगाडि यता हिमाल त त्यहाँ त ठुलो हिमाल छ यतातिर अलिअलि परिरहेछ र त्यहाँ चाहिँ एकदम हेर्न होइन त त्यहाँ कति बाक्लो हिउँ परिरहेछ यो चाहिँ यो थाङसारको गाउँ हो कि बजार हो बिहानमा आइसक्यो मजा आउने त त्यही थाङसारको गाउँ कि बजार हो यो थाङसार त गाउँ हो गाउँ हो बजार नि अब अहिले त बजार भन्नु पर्यो यस्तो छ यो मन ट्रेक सुरु भयो यो खाङसारबाट हामी भर्खर यहाँ म निस्केँ पछाडि मेरो ब्याकग्राउन्डमा खाङसारको गाउँ हो कि बजार छ यहाँ बस्नेहरू यो तिलीचो ट्रेक जाँदाखेरि मान्छे यहाँ बसेर यहाँबाट इन्जन प्राय हामी त्यही गयो बिहान चाहिँ आज हिँड्नु चाहिँ मौसम एकदम खराब थियो आज क्लियर छ पुरै घाम लागिरहेछ पुरो हेमन दाई अहिले अगाडि अगाडि गइराख्नुपर्छ म पछाडि पछाडि गइरहेको छु आज दिनभरि हिँडायो हुन्छ हिँड्ने बानी छैन सकिँदै सकिन्न कस्तो हुन्छ थाहा छैन होप सबै राम्रो होला हामीले अब यो खाङसार चाहिँ छोड्दैछ यो खाङसारलाई पछाडि छोडेर यता अगाडि हिँड्दैछौँ यहाँ अगाडि लेखेर छ यो ट्रेक जाने तिलीचो ट्रेक या खर्क तिलीचो लेक देखिरहेछ अगाडि त्यहाँ नजिकै हिमाल देखिरहेछ यहाँ ग्लेसियरहरू तल तलसम्म पानी आइरहेछ अलिकति हिँड्दा त्यो स्याहाँ भइसक्यो त्यहाँ चाहिँ अलि धेरै नै देखिरहेछ तेर्सो रहेछ अगाडि आमा हेमन्दा हुन्छ हामी अहिले मनाङ सिरिखर्क भन्ने मनाङ निसाङ गाउँपालिका 9 सिरिखर्क भन्ने ठाउँमा पुग्यो यस्तो 2-4 घर मात्रै छ घर होटल यतापट्टि चाहिँ हिमाल छ यही नजिकै तलबाट आएको हामी त्यहाँबाट आउन 1 घन्टा जति लाग्यो अब दिनभरि साँझसम्म बेस क्याम्प पुग्ने गरी बिस्तारै गरिरहेको छ त्यस्तो थकाइ लागेको छैन अलिअलि मात्रै स्यास्या भइरहेछ त्यति हाम्रो दाई हिँड्दै हुनुहुन्छ हामी यो के अघिको त्यहाँ हामी रोकेको ठाउँ के थियो दाई तलको फ्रीमा खाना खान पाइन्छ भन्दै नि त्यहाँ एउटा हल्का यसो रेस्ट गर्ने छ त्यहाँ एकछिन 3-4 मिनट रेस्ट गरेर हामी फेरि हिँड्यौँ हामी यो खाङसारबाट हिँडेको 2 घन्टा भयो 2 घन्टामा अराउन्ड 2 किलोमिटर जति आयो होला हामी 3 किलोमिटर जति आएर 2 घन्टामा अहिले 1.5-2 भइसक्यो नि त 7 बजे हिँडेको अनि जे भयो नि बस्थ्यो आयो होला हामी यो खाङसारबाट हिँडेको 2 घन्टा जति भयो 3 किलोमिटर जति हिँड्यो 2 घन्टामा उकालो पुरै ठाडो कल छैन तेर्सो छ तर हिँड्न चाहिँ गाह्रै हुन्छ बिचमा साथीहरू नि भेटेँ गफ गर्दै आइरहेको थियो अब हिमालले हाम्रो लेभलमा पारिपट्टि चाहिँ हिउँ छ तर यो ठाउँमा चाहिँ हामी हिँडेको साइडतिर चाहिँ छैन पछाडि चाहिँ हिमालले यहीँ देखिरहेछ तर त्यो बेस्ट 1 नम्बर पछाडि दाइ हुनुहुन्छ बस्नु छ पछाडि हिमाल चाहिँ बसिरहेछौँ थोरै लाग्यो त्यो पर पछाडिको चाहिँ त्यो घरहरू अलिअलि देखिरहेछ त्यो लास्टमा त्यहाँबाट हिँड्दै मलाई 2 घन्टा जति लगायो हजुरलाई कति हजुरहरूले कति लगाउनु भयो होइन त्यो होइन तपाईँहरू हामीभन्दा पछाडि नै हुनुहुन्थ्यो त्यही त बाटोमा हाम्रो भेट भएर नि त ए हाम्रो 2 घन्टा 2-2.25 जति भयो हिमनदी बगिरहेछ दाइले हिमनदीको पानीले
झुलेर मुख धुँदै हुन्छ त्यहाँ पुरै ठाउँ ठाउँमा पुरै आइस जमिरहेछ यो हेर्छ नि यो सबै आइस जमेको छ आइस जमेको छ अलिअलि हिँडिरहेको छ हामी अहिले त्यो 4200 मिटर जतिको हाइटमा छ पुलमा एउटा पुल रहेछ पुलमा बसेर यस्तो यो पछाडि चाहिँ ल यो बाटो हिँड्दाखेरि एउटा फाइदा हुन्छ नि पछाडिबाट आएर गाडीले हान्दा हान्ला भन्ने डर हुन्न खुट्टा दुखेर हेरनु भयो यार सकेन हिँड्न सकेन गाह्रो हुँदैछ आइ बिहान 7 बजी हिँडेको अहिले 11:30 भयो 4-4.5 घन्टा हिँडिसक्यो अझै कति टाइम लाग्छ थाहा छैन कहिले आउने हो थकै लाएर हैरान भयो आयो हामी यस्तो यो डेन्जरवाला ट्रेल छ पछाडि यस्तो बडा आयो तल भिड छ अगाडि अब यस्तो हिमाल चाहिँ छ डेन्जर ट्रेल घोडा नि थाकेर ओहो अरू झन् डेन्जर रहेछ थकै लाग्यो यस्तो ठाउँमा आएर बसेको छु म त अगाडि गइसक्नु हामी बेस क्याम्प पुग्नलाई बाटो यस्तै हो अघि 1-2 घन्टा भयो यस्तै बाटो हिँडेको चिल्लाग्दैन उता बाटो यहाँ हिमालहरू चाहिँ यहीँ नजिकै छ यो सब भर्खर हिमालबाट नखसेको नदी छ यहीँसम्म दाइ हुनुहुन्छ थाकेर लगातार पऱ्यो खुट्टा दुखेर हैरान भयो यस्तो हिमालमै आयो यहाँ त हामी दुईटा थकिटाउनु हामी अब यो तिलुचो बेस क्याम्प पुग्यो अगाडि देखेको घरहरू बेस क्याम्पमा अझै 10 मिनट जति लाग्छ त्यहाँ पुग्नु यता यस्तो छ यहाँ माथि जाने बाटो उता चिटिसो जाने उता कहाँ छ अझै यता पछाडि हिमाल यहीँ छ हिमालबाट खसेका नदीहरू देखिरहेको छ यस्तो छ ठाउँ लास्टै थकै लाग्यो हामी बिहान 7 बजी हिँडेको अहिले 1:30 हुनु लाग्यो